Hello everyone, welcome to my vlog. Today I'm not feeling well. चाहिँ सन्चो नभएर पनि हो हजुरहरूले देख्न सक्नुहुनेछ मेरो आँखाहरू फेसहरू अरू दिनहरू भन्दा चाहिँ अलिकति सुन्या सुन्या जस्तो अलि सन्चो नभएको जस्तो देख्नु भयो होला नि होइन हो सन्चो छैन मलाई त्यही भएर आज म काममा पनि नगइकन छुट्टी लिएर बसेको हो सुप खान मन लागिरहेको थियो कि अनि अब सुप के को खानु होइन त्यही भएर सबैजनाको हामी तपाईँ हजुर सबैजनाको फेभरेट तराने थुक्पा बनाएर खाऊँ है त घरमा सामानहरू छ जे जस्तो हुन्छ त्यस्तै बनाएर खाऊँ है त तपाईँहरूलाई पनि मनपर्छ होला नि त थुक्पा थुक्पा लभर को हुनुहुन्छ यदि यदि हजुरहरूलाई टेस्टी र मेरो रेसिपी मन पर्यो भने पक्कै पनि ट्राई गर्नुहोस् है त सो भन्दै आउनु सँगै जाऊँ किचनतिर लागौँ के सामानहरू चाहिन्छ जुम्बी गरौँ है त सामानहरू अब स्टार्ट गर्छौँ आलुबाट मैले चाहिँ आलुलाई धोएर पनि रेडी पारिसकेँ अब चाहिँ यसलाई हामी उसिन्छौँ है त सोयाबिन पनि हल्का हाल्छौँ न सोयाबिनले चाहिँ अर्कैवाला टेस्ट दिन्छ त्यही भएर मैले चाहिँ अलरेडी सोयाबिनलाई चाहिँ तातो पानीमा डुबाइदिइसकेको छु जे भने नि त्यही हो डुबाए पनि त्यही हो भिजाए पनि त्यही हो एक्चुअली अब म यसमा अलिकति एड गर्छु मिट मसला नुन खोर्सानी अनि यसमा अलिकति हाल्छु तेल त्यस पछाडि यसलाई म गर्छु मिक्स यसलाई मिक्स गरिसकेपछि यस्तो भयो अब यसलाई हामी यहीँ छोडिदिन्छौँ त्यस पछाडि अब सुप बनाऊँ है त अब चाहिँ हामी सुप बनाउन स्टार्ट गरौँ है त मैले चाहिँ तेल पनि हालिसकेँ अनि जिरा फुराउँदैछु हजुरहरूले देख्न सक्नुहुन्छ जिरा फुराइसकेपछि लसुनलाई चाहिँ हल्का कलर चेन्ज नभएसम्म चाहिँ मजासँग भुटिदिने जब यसको कलर चेन्ज भएर ब्राउन हुन्छ नि त्यस पछाडि प्याज पनि हाल्ने प्याज हालिसकेपछि प्याजलाई पनि मजासँग चलाइदिनुहोस् मजाले भुटिदिनुहोस् भुटिसकेपछि चाहिँ जुन अघि हामीले रेडी गरेको छौँ त्यो हालिदिने यो चाहिँ चना भयो भिजाएर राखेको चना अनि अघि उसिन राखेको आलु र अनि भिजाएर राखेको सोयाबिन पनि हालेर यसलाई मजासँग मिक्स गरिदिने यसलाई मिक्स गरिसकेपछि चाहिँ अब पालो आउँछ मरमसलाको मरमसला चाहिँ हजुरहरूले चाहिँ हजुरहरूलाई जे मनपर्छ त्यही हाल्दा नि हुन्छ मैले चाहिँ डेली लाइफमा युज हुने मसलाहरू नै हाल्छु अनि मसँग जिराको धुलो खोर्सानीको धुलो अनि मिट मसला हालेर लास्टमा चाहिँ मैले टमेटो पेस्ट हालिदिएँ टमेटो पेस्ट हालिदिइसकेपछि चाहिँ मैले मजासँग यसलाई मिक्स गरिदिन्छु यसरी एक दुई चाल यसो गरेर मजाले मिक्स भइसकेपछि चाहिँ मैले अघि काटेर राखेको क्याबेज छ त्यो क्याबेजलाई पनि म यहीँ हालिदिन्छु इफ हजुरहरूलाई चाहिँ काँचै मनपर्छ भने चाहिँ माथिबाट टपिङ गरेर खाँदा पनि हुन्छ मलाई चाहिँ काँचो मन नपर्ने भएकोले मैले चाहिँ यसलाई चाहिँ भुट्छु यसरी हालेर अनि यसरी क्याबेज हाल्छ मजासँग भुटिदिनु भुटिसकेपछि अब सुप चाहिँ आफूलाई कति चाहिँ खान मन लागेको छ त्यही अनुसार हाल्दा नि हुन्छ मैले चाहिँ यति हालेँ दुईजनालाई हो ठिक्क हुन्छ अनि हालिसकेपछि चाहिँ मजासँग 2-3 सिटी लगाइदिनु अनि 2-3 सिटी लगाइदिइसकेर हाम्रो भइसक्यो यहाँ सुप पाकेर रेडी अब सुप त रेडी भयो अब हामी चाहिँ के गर्छौँ चिकन तार्छौँ है त अघि मेरिनेट गरेर राखेको चिकनलाई म चाहिँ यसरी नै भुट्दैछु भुटेर चाहिँ यसलाई मजासँग यसरी नै भुट्छु भुट्दा 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 मैले यसलाई चाहिँ यति रातो भयो यति भएर चाहिँ यतिको रातो भयो चाहिँ मैले निकालिदिएँ अनि यो पनि मासु पनि भइसक्यो सुप पनि भइसक्यो मेन त हामीलाई चाहियो नि त थुक्पा थुक्पाको लागि चाहिँ मैले पानी उमाल्न राखेको थिएँ उम्लिसकेको छ अनि यसमा पानीमा उम्लेको पानीमा मैले हल्का बेसार हालिदिएँ अनि थोरै तेल हालेर यसलाई मिक्स गरिदिइसकेँ यसले चाहिँ हुन त अब यो उनै उस हुन्छ होइन येल्लो नै हुन्छ तर पनि अलिकति यस्तो करेन्ट चाहिँ अर्कैवाला टेस्ट आउँछ कि त्यो स्पागेटी पनि हालिदिएँ स्पागेटी हालिदिइसकेपछि यसलाई मैले मजासँग चलाइदिएँ चलाइदिइसकेपछि चाहिँ यसलाई हामी पुलुक पुलुक पारेर उमाल्न छोडिदिइसक्यौँ छोडिदिएर पनि अब रेडी भइसक्यो हाम्रो स्पागेटी चाहिँ यतिको भइसकेपछि चाहिँ अब यो लास्ट लास्ट पाकी पनि सक्यो अनि यसलाई अब निकालेर मजाले धोइवरी पखालेर लास्टमा आउँछ यसलाई प्लेटिङ गर्ने हामीसँग चाहिँ सानो भाँडा छैन ठुलोमा ठुलै छ सानोमा सानै छ कि त्यही भएर चाहिँ यसमै खाने भने अनि मैले माथिबाट अघि बनाइराखेको सुप अनि
माथिबाट काटेर राखेको प्याज अनि अघि फ्राई गरेको चिकन अनि लेमन हालेर चाहिँ मैले माथिबाट टपिङ गरेँ। मसँग टपिङको सामानहरू धेरै थिएन, त्यही भएर जति त त्यतिले गरेको। जे होस् मिठो नै भएको थियो। थ्याङ्क्स फर वाचिङ।